देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो सो वेलकम टु पर्वत वन्स अगेन म पर्वत आइसकेको छु सो अब टाइम छ धान काट्ने बेला भइसकेको छ गोल्डी गोल्डी भइसकेको छ है हल्का ढलिसक्यो धेरै धान वरिपरिकाले काटिसक्यो त्यो अब जान नभएको घरमा समय लागिहाल्छ अब यो काट्ने मान्छे पाइँदैन मान्छे बिजी हुने समय नै यही हो अब म्यान पावर हुने मान्छेले चाहिँ काटिसके हिजो दिउँसोतिर आइपुगेको थिएँ लास्ट थकान भयो त्यो रेस्ट गरियो ओ चन्द्रमा स्टिल रहेछ त्यो आगो भने आमाले यसो आगो बाल्नु जाडोमा यसो बाँसे मास्छ दाउरा पकाउने खाने बस्ने यही छ गाउँले जीवन खोरमिला त यहाँ धेरै नराम्रो हो केमा यहाँ भने यहाँदेखि हिजो निकालेको थियो भएर गाई भैँसी छैन हामी अब हामी त्यो कालो च्याप्ला हो कहाँदेखि त नि युट्युबमा ए सो वान सेकेन्ड मेन प्रब्लम यहाँ के छ पाइँदैन मान्छे पाइँदैन जस्तै अब त्यति काट्नु छ क्या हामीले जस्तै यो हिजो आमाले अलिअलि सहायताले काट्नु भएको रहेछ जस्तै यो देखिरहेको छ नि यो देखिरहेको यो त्यति छ त्यति हो काट्नलाई 4टा खेताला लाग्छ त्यति काट्नलाई क्यान यु इमेजिन एउटा खेतालाको कति प्राइस भन्दा 13देखि 1500सम्म छ 4वटा खेताला अब यो भनेको तिम्रो 2जनाले एक दिनमा मजाले सक्ने हो 4टा खेताला किनकि आजकल मान्छेहरू आल्छी भइसक्यो आजकल मान्छेसँग एनर्जी छैन त्यस ठग्ने काम अब अरूलाई दिने बित्तिकै त्यही त हो सो ठिक लागेन मलाई मेन अब फेरि यहाँ यसमा मेसिन लगायो भने धान ढलेको छ क्या ढलेको धानलाई चाहिँ मेसिन कसरी लाउने हो भन्ने कुरा पनि बिग क्वेसन छ सो ए लेफ्ट बिहाइन्ड गरेको जस्तो छ अब सुकिसके जस्तो छ यो दाउराहरू अलिअलि क्याटकुट पारेर अर्ली इन द मर्निङ स्टिल मुन त माथि नै छ मर्निङै हो यो साइडमा चाहिँ अलि ढिला घाम लाग्छ यो घरमा चाहिँ यहाँ आउनु बित्तिकै अब मलाई घाँटी दुखिरहेको त घाँटी पनि निको भयो होइन रुवाला जस्तो भयो त्यो पनि निको भयो अल गुड क्या अब हावा पानी यस्तो फरक पर्ने क्या उता एउटा केरा रहेछ बाँस कहाँदेखि ढलेको कहाँ माथि रहेछ ठिक छ ओहो यो खैरिनु भनेको त यस्तो पो रहेछ यार जात बाबु त्यस्तो भएछ यहाँ अस्ति एउटा मान्छे लाएर अलिअलि सानो बाँसहरू चाहिँ आमालाई जाडोमा आगो ताप्नु हुन्छ भनेर बनाएर छोड्दै हो मान्छेलाई भनेर छोड्यो जङ्गली छ स्टिल धेरै कुरा गर्नु छ पारिजात त्यत्रो माऱ्यो नि फल्न चाहिँ फलिरहेछ है यता यस्तो छ है दिने बरु अन्त जाने नि त्यहाँ आएर भगर हालेर अचम्मै रहेछ अनि घाँस काट्छ अहिले फोटो नखिच्दै अहिले फोटो खिच्यो निधि लाग्ने फोटो खिच्दैन भाइ
ए के गरेर आमा यो माडेको अलिकति त्यहाँ बाँध्ने पराल हराउन हो पाटी 2 हराउन पाए नुहाई खाने कुट्न हुन्थ्यो यसलाई चाहिँ टक्क लाएर अनि धानहरू टक्क त बाँध्ने चरपै बाँध्नलाई यहाँ ठटाउँदै छुट्टिन्छ भनेर बाँध्ने अनि यस्तो पारेर राख्ने घोच्दो रहेछ मैले ट्राई गरेको घोच्दो चाहिँ रहेछ मुजा सुजा पन्जा सन्जा ल्याएर गऱ्यो भने चाहिँ हुन्छ यो हो अर्को वर्षदेखि मेसिनले गर्नुपर्छ अब गरियो भने गर्ने हो मेसिनले गर्ने अर्को वर्ष चिटामा मुठे केही गर्नु पर्दैन काट्छ सुइँ लाने मजाले आफै काट्छ टक 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 सानो हुन्छ अनि आफूले गोलो पार्ने अनि मेसिन पनि त्यही खेतमा लाने अनि खेतमा लाएर टुटु पारेर यसरी घुसारेपछि आफै निस्किन्छ अनि त्यो एकले एकजना दुईजना भयो भने सकिन्छ त्यो थोरै लाग्छ अरे ठटाउने अन्डा मेसिन पनि एकचोटि किने हुन्छ क्या त्यो 50-60 हजार 1 लाखसम्म आउँछ त्यो मेसिन हुन्छ आइहाल्यो पैसा आउँदैछ त्यति मेसिन किन्ने पैसा आइहाल्छ मजाले पैसा पर्छ नि लानेले अनि भाडामा दिने अलिअलि आफूले लैदिने भने दिइहाल्छ चलाउन जान्नु पर्यो गहुँ पनि चलाउन जान्नु पर्यो गहुँको पनि कोदाको पनि अनि सबैको त्यो पनि के गर्ने अङ्कलले पार्ने हो त्यो के गर्ने त्यो ती पनि सानो मुठा पार्ने हो क्या बाँध्ने अहिले नै पार्ने हो र Good morning from Parbat. Sun is rising. म पनि राइज गरिसकेँ 1 hour अलमोस्ट भइसक्यो अहिलेसम्म हुम्म थियो हिमाल पनि देखाएको थिएन हिमाल पनि देखिसक्यो अहिले त छैन यसपालि हिउँ परेर गजब भएको छ And home, sweet home, sweet home. अलिअलि मिलाउँदैछु त्यहाँ साइडको यति ओपन देखाएको छ अहिले यति ओपन थिएन है हल्का ढलेका बाँसहरू चाहिँ हल्का मिलाउनु पर्ने छ त्यहाँ अब अल गुड साग टिप्दै हुनुहुन्छ त्यहाँ साग खाने अब एउटा छ है तितो छ क्या साग अलि के भयो खै तितो छ आज अब धान काट्ने कार्यक्रम छ 4 जना दिदीहरू आन्टीहरूले बोलाएको छ यो धान यसरी काटिन्छ अनि त्यहाँदेखि स्वयंसम्म काटिन्छ 4 जना लाग्ने क्या अब यो इयर अब कम्प्रोमाइज गरौँ अर्को इयरदेखि एउटा मिसिन ल्याएर काट्ने ठडाउने दुईटै मिसिन ल्याएर गर्नुपर्छ एक्सपेन्सिभ छ क्या धान काट्न 4 जना खेताला चाहिन्छ अनि त्यसो ठटाउने छुट्टै 2 जना चाहिन्छ रोप्न उस्तै समस्या छ धान ढल्छ हैन अलिकति प्रब्लम भएको छ यो चाहिँ जे सोल्युसन आइसक्यो अब मेसिनहरू आइसक्यो हैन नेपालमा मात्र अलिकति आउन गाह्रो भयो एटलिस्ट नेपालमा पनि भित्रिसक्यो जस्तो लाग्छ अहिले चाहिँ त्यही अब कृषिबाट अनुदान लिएर सर्टेन % डिस्काउन्ट हुन्छ त्यही डिस्काउन्टमा लिनुपर्छ बिस्तारै लिनुपर्छ आमाको फोन आएछ हाम्रो मुभिन प्रेम की खानी प्रेम कुमारी देवी पराल पनि बेच्नुपर्ने कन्डिसन भएको छ अहिले हाम्रो केही दुनु छैन
नबिजौँ भने अब बेच्नुपर्छ जस्तो छ यसपालि किनकि राखेपछि कुहिन्छ पानी पर्छ अब कटेरो पनि अलिक मजाले प्रिपेयर्डै भएको छैन अलिअलि पानी चुहिन्छ सो अहिले दियो भने आनन्द हुन्छ भनेर 8,000 हेक्टर जति छ 8,000 कम अन म्यान वुड यु बिलिभ इट एक्सपेन्सिभ छ पराल एक्सपेन्सिभ जे पनि एक्सपेन्सिभ छ माटो पनि एक्सपेन्सिभ छ यहाँ माटो पनि भ्यालु छ यहाँ मलको भ्यालु छ माटोको भ्यालु छ सबै कुराको भ्यालु छ चाडा पाजा काट्न आयो भने त हजुर मैले दिउँसो काट्न आउँछु भने चाहिँ क्या आयो त नि भने नभन्नु अराउन्ड 10-15 जति भइसकेको छ त्यसको लागि खाजा रेडी हुँदैछ अलि अक्वर्ड लागिरहेको छ किनकि मैले क्यामेरा फेस गर्दिनँ नि त नमस्ते सबैलाई नमस्ते धेरै धेरै धन्यवाद आइदिनु भयो ए बिहानै भ्याइसक्नु भयो कहाँ जान मैले त जान्थेँ अहिले कति चाडा काटिरहनु काट्छु नि आइने मान्छे त्यस्तै हो भए जति जे भने पनि छोरा मान्छे डुवाई 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 गर्छन् आइमे मान्छे त्यही हो लम्फाङ लम्फाङ गर्ने तर काट्छन् काट्नु त रहेछ सबैले थाहा हुन्छ कति काट्छ थाहा मिनट जान कति बेला आउँछ जति मिनट गर्ने काटेर सक्नु पर्यो आज बेलुकीसम्म अब भनेको के अब नसके त कसिएला अनि म पनि लाम्ला ठिक ल त्यतिको चाहियो ल भइहाल्यो म पनि काट्छु कि यता हो र अघि त काटेको अहिले पनि नसकेर हो यता धेरै 2 जनालाई काटेँ मैले भाइले गर्नुहुन्थ्यो पहिले डेन्जर गर्नुहुन्थ्यो बिहान 4 बजे 3 बजे उठेर जानुहुन्थ्यो बेलुकीसम्म होइन भाइले गर्नुभयो हो डेन्जर गर्नुभयो अहिले चाहिँ अडेस खाएर बस्नुभयो हिजो उनले नै हिजो रोप्न काट्न भने आइपुग्यो भन्दै गर्ने गर्छु मलाई 24 कतला भन्नु फेरि हिजो होइन हाम्रो आएका बुढाले के भन्नु भने बुढाले जे भने नि पताउने हामीले 24 ला भने 24 आइहाल्छन् आधा त बोल्नु के थियो म हजुर मेरो त होइन तर खाना चाहिँ मन लाग्यो है देखेर तिहार पनि फाटियो अलिअलि मलाई चाहिँ मजाले नआउनु रहेछ क्या धान काट्नु मिसिन भए चाहिँ गरिन्थ्यो होला मिसिन भएन धान काट्ने बानी छैन त्यही भएर ढलेको धान काट्न झन् गाह्रो हुने रहेछ कि
बान्ना मान्छेलाई ल काट्न दिन तिनीहरूले त्यो त 5 जना राखेको छ त्यो त 5 जनाले नसक्ने कुरा हुन्छ त जति काट्छन् काट्छन् अब सक्दैनन् भन्छन् 5 जना त्यति चाहिँ अब सक्दैनन् र मैले त सकिनँ यो अब खाजा पकाउने काम चाहिँ मेरो भयो कुक फेरि यो हो नि फेरि खाजा बनाइदिने कुक इस्कुसहरू चना आलु खाएपछि डाइट चाहियो के चाहियो चिसो चाहियो अरे चिसो जम्बो माई गुडनेस टक्क भैँसीको दुधको अब भैँसीको दुधको चिया टक्कसँग कस्तो रहेछ तरकारी बा पिरो पिरो मिठो मिठो ठिक छ चिया कति मिठो हुन्छ आगोमा पाएको चिया खाना आउनुहोस् चिया लभर्सहरू मध्ये वान अफ द लभर्स अफ द चिया गाह्रो छ डिमान्डिङ छ खेतालाहरूको के गर्नु यताको गरो सक्यो अब यो बाँकी छ हेलो एराउन्ड पाउने 6 भएको छ पाउने चाहिँ यति टाइम लाग्यो ल अलिकति बाँकी नै रहेछ स्टिल मैले चाहिँ के हातबाट होइन भोलि अब त बाँकी राख्नु मैले केही देखेको छैन होला यसमा अँध्यारो भइसकेपछि चम्मको भने हिमाल चाहिँ देखिरह होला द्याट्स हिमाल धौलागिरी रेन्ज ओके see you tomorrow ल हरिगुरु ल एउटा ज्ञानको कुरा भन्नु त सबैले सुन्ने सबैले जान्नुपर्ने हजुर यत्रो साल पढ्नुभयो वेदछेद सबै पढ्नुभयो भन्नु न तपाईँ कस्तो अट्री बुढा रहेछ नि त सुकेको छ सबै अलमोस्ट यतापट्टिको अलिअलि बाँकी रहेछ यतापट्टि मिठा निक्लियो नि उतापट्टि पनि दामी सुकेको ल सन क्लाउडी भएको छ सनलाई बादलले छेकेछ सो अन्तिममा दुनियाँ दौडी लसुन लौरा लसुन गरेको हामीले दौडेको होइन यसको लागि होइन यही अन्नको लागि होइन त्यही भोकको लागि होइन यसरी मुठा पार्ने मुठा छुट्याउने आमाले कस्तो हुनुहुन्छ मैले यता गर्दैछु गीत सकिन्छ होला भनेको गाह्रो हुँदो रहेछ खेती गर्न सजिलो छ त आमा बाधा छ बुढी भएर गाह्रो भयो न त गाह्रो त छैन खेती गर्न रमाइलो छ मलाई चाहिँ रमाइलो लाग्छ व्यवस्था तरिकाले गऱ्यो भने व्यवस्थित तरिकाले गऱ्यो भने मजा छ ल अब यति फेरि सक्नुपर्ने छ ओके सो बेलुकी भयो वेदर कालो कालो भयो पानी पर्छ जस्तो छ त्यही भएर हाम्रो टाउको राखेर हेलो गुड मर्निङ वन्स अगेन अहिले चाहिँ अराउन्ड 11 बज्यो सो थानाहरूको कन्डिसन यस्तो छ यो उठाउनु पर्छ हिजो यो गरोको उठाएको आज यो र यो लगभग कति सक्नुपर्ने छ बिहान बिहान चाहिँ शीत हुन्छ सो घामको अलिकति किरण परेपछि चाहिँ शीत अलिकति हटेपछि उठाउँदा ठिक हुन्छ हिजो अब वेदर अलिकति अनप्रेडिक्टेबल भइदियो पानी झन्न परेन सो हिजो यसरी मुठा पारेर राखियो त्यो उठाएको जति
त्यहाँ नि बाँकी छ माथि पनि काम गरिरहेको छु यताउता होइन चल जग्गाहरू निकाल्नु यति टाइम लाग्ने होइन टु बी अनेस्ट बडी पेन भइरहेछ होइन बडी एक्ट भइरहेछ तर मजा यो टाइम चाहिँ फुल्ली मेरो होइन क्या मैले फुल्ली गरेँ होइन फुल्ली सिजन मेरो छैन रोपेको नि होइन ऊ गरेको नि होइन बिस्तारै नेक्स्ट सिजन सबै गर्न मन छ झन् धेरै लगाव झन् धेरै माया हुन्छ नेक्स्ट सिजन भयो भने ठटाउँदैछन् त्यहाँ सबजना बिजी यो टाइममा सबजना बिजी के म पनि ठटाउँदैछु गरी सेट मैले क्याप्चर गर्नै पाएन क्या त्यो क्या गोल्डी भइरहेको थियो है सेट त्यही नदेखिँदो रहेछ अहिले त सही मुठा पारियो माथि पनि मुठाई त्यहाँ लगेर ठटाउने एउटा मुठा ऊ त्यहाँ छ भोलि ठटाउने कार्यक्रम छ यो अलिकति बाँकी छ त्यहाँ पनि अलिकति बाँकी छ सो उहाँ पनि बाँकी छ सायद कहिले चाहिँ हुँदैन रहेछ गाह्रो छ गाह्रो ब्याक दुख्ने होइन सब पेन हुने के आनन्दको निद्रा लाग्छ जीवन सब त्यही हो एट द एन्ड अफ द डे तर मजा आयो आनन्द हुने द्याट्स इट फर टुडे के भन्ने त्यो क्या गोल्डी थियो यार क्याप्चर गर्छु भनेको मेमोरी फुल भएर यो चार्ज पनि सक्ने रहेछ यार फोकसै भएन लाइट कम भइसक्यो सूर्य डाउन भइसक्यो वेदर चाहिँ अलिकति स्क्यारी छ यार ठिक छ होम अगेन I like to be here when I can. Hello, good morning. Yet another good morning. Sun is rising. So as a plant only time. Dantar onu guru raisaknu basa. Kita dantar tausana ho. Chill farama. Khani bosni है माथिको माथि तलको स्थित सो एकछिन बिजी भइन्छ अब यसलाई के भन्छ रे गाइस डोरा ठटाल्नेलाई यसलाई टक्क यसरी बनाउने सिकिराख्नु पर्यो मलाई त गाउँघरै ठिक लाग्छ क्या तिमीको बाहिर एप्लाई गर्दै हो यो खिच्न मिल्यो बाहिर एप्लाई गर्दै हो र छैन नि भाषा त सिक्दै होइन नि तिमीले चाहिँ एकछिनमा टक्क ठटाउने हो ऊ त्यहाँ अलिकति ऊ छ बरु त्यो चाहिँ गर्नु तपाईँले ऊ त्यहाँ धान छ त्यो चाहिँ उठाउनु थोरै उठाउनु अनि तिरपाल त खाली पार्नु न गाह्रो छ जस्तो सजिलो छैन के छौँ हामी साथी छौँ र युट्युबमा फेसबुकमा फलोवर छैन 1200 होलान् हुन्छन् बिस्तारै अब छ केबाट एडिट गर्छौ ए क्यापकट स्यापकट चल्दैन मोबाइलमा भइगयो त क्यापकट चले भइहाल्यो नि यसरी ठटाउनु आजकल दर्शक कहाँ चाहिँ ल्यायो त्यहाँबाट 10 मरी बडी बनाउनु पर्छ जति हुन
ए हो नयाँ टेक्निक हो खोइ अब अर्को वर्षदेखि ठटाउँछन् कि ठटाउँदैन यार मेसिन आइसक्यो है मेसिनले ओराउँछ दुईजना भयो भने मेसिनले हुन्छ मेसिनले गजब हुन्छ हुन त कपिराइट लाग्छ कि आयो गीतको पैसा होइन तपाईँको अब 10 घन्टा लाग्थ्यो भने अब त्यो 2 घन्टा 3 घन्टामा सकिने भयो काम त्यही हो 3-4 घन्टामा सकिन्छ मेसिन धान निकाल्ने ठुलो खाले त ठिक हुन्छ सानो खाले त छैन हालेको सानो हो काम छैन मैले उसको धान निकाल्न बिहान 10 बजेबाट सुरु गरेको उनीहरूले नि सुरु गरेको सँगै सुरु गरेको मैले अन्त ढिलो हानेको भ्या काम क्या उनीहरूले एउटा कहाँ स्ट्याटस देखाएको थिएँ मैले एउटा कहाँ एउटा देखाएको थिएँ मैले छोरो विदेशमा जागिर खोज्दै बामा गाउँघरमा खेताला खोज्दै भन्दै त्यही हो अनि सर के रे यहाँ 12 पास गर्ने कोरिया कहाँको ल्याङ्ग्वेज के भन्छन् होइन लास्ट उहाँ गएर बन्चरो चलाउने उता घाँस काट्ने होइन उता जङ्गल सफा गर्न जाने त्यही त हुने हो कि होइन अलिकति मात्र व्यवस्थित मात्र हो अनि सरसफाइ मात्र राम्रो हो अरू केही होइन अनि स्रोत राम्रो गाउँमै ठिक छ त धेरै ठिक छ नि आफ्नै गाउँठाउँ भयो होइन ठिक छ अब त्यही हो गाउँघरको अलिकति बुढापाकालाई सम्झाउन बुझाउन चाहिँ गाह्रो छ साथीहरू मैले चाहिँ बोकेँ होइन मेरो चाहिँ ढाड दुख्यो क्या ढाड दुख्यो भने पाचिसक्यो मजाले बोक्न नआउने यस्तो यस्तो पारेर बोकेको थिएँ केटाहरूले त्यहाँ डेन्जर तरिकाले बोक्दो रहेछन् फोकट यहाँ दुःख मेरोमा हात दुख्ने मात्रै बनाइदियो ढाड दुख्ने बनाइदियो केटाहरूले यो एक्सर्साइज चाहिँ दोहोरो भयो तरिका जाने छ केटाहरूले युवाहरूले गर्छ नि यार मौका नपायो युवाहरूले चान्स पायो भने नेपालीले जे पनि गर्छ यतिको मेहनतशील होइन यतिको लगनशील मान्छे भएपछि के चाहियो ल हेर स्वाइँ पारेर बाला टिप्न सक्दिनँ भन्छ फेरि बा पनि बाला टिप्न नि सक्नु भन्नु चाहिँ के भन्ने अब बा लास गुरु हुन् इग्नोरेन्ट भयो क्या बा ढलाइसिङको भाँच्दैनन् बाले तर पहिला दुःख गर्नु गरे पहिला बिहान 3 बजी उठेर धान काट्नुहुन्थ्यो एक्लो ठटाउनुहुन्थ्यो त्यत्रो जान एक्लै ठटाएर पाल्न चाहिँ पाले हो तर आमाले नि गर्नुभयो सबभन्दा धेरै चाहिँ हरि आमाले गर्नुभयो हरि प्रेम कुमारी देवी ल केटाले हाल्यो है हाल्यो हाल्यो ल यो अघि यो भन्दा ठुलो थियो अहिले अलिक सानो रहेछ यस्तै रहेछ तरिका मैले गरेको मिल्दैन यस जे होस् रमाइलो छ म चाहिँ लोत परेर बसिरहेको बिछाउन थालिसकेँ यहाँ त्यति छोड्दिनँ आमा अब त्यति म गर्छु
जानु घर ओ यमै छोड्दिनु त्यति आमाले डेन्जर दुःख गर्नुभएको छ बरु मैले कम गरेँ होला आमाले होइन नसकी हेर के भन्ने माया लाग्छ एउटा बहिनीलाई भने त बहिनी आएन यत्रो हानिसक्यो केटाहरूलाई यो सब हानेको त्यो गर यो गर त्यसपछि तल छ म चाहिँ रुद्राक्षको बोटो हुनेछु अन्न यो अन्न ल यत्रो भयो है स्टिल भ्याएन नभएपछि के अप्सन सनडाउन भइसक्यो सनडाउन भइसक्यो अब यो जति झाटेको छ बताउनु पर्यो यसलाई चाहिँ बताउने भन्छ कति मुदी होला यसमा ल तुलो आउँदो रहेछ यता अझै आउने म बाँकी छ अझै नाङ्लो छ आमा अझै एउटा ल यति भयो हामी ल अहिलेलाई चाहिँ मैले राख्थेँ अब डिमान्ड आइसक्यो त्यस्तो हो ल ठिक छ केटाहरू नि थकित भइसक्यो यस लाइक द्याट तिरुपाल भयो त तिरुपालले गुटुमुटु पारेर लिएर जानुपर्छ जस्तो छ बा तिरुपालले गुटुमुटु पारेर भित्र लिएर जानु पर्ला जस्तो छ उतै कसरी लाने त नि बोरामा हालिहाली बोरामा हाल्ने लाने फुरु बोक्ने ल फुरु घुमै बोक्ने छटाइ गरिसकेपछि कति लिएर हुन्छ बाले चाहिँ हेर्ने टुई टुई हो बाले टुई टुई हेर्ने ल हेर गुरुबा यहाँ यसो बताइसकेपछि त कामै चाहिँ 10-15 दिनको काम हो को पल्काउने एउटा खोज्नु कोही कोला खोज्न सम्पर्कसँग कोही कोही छैनन् तल एउटा भनेको उले मैले छुँदैछन् के भन्ने र कुनको कान्छो हजुर उसको रोशनको भाइ कान्छो थियो त्यो थियो अब त्यसलाई भनेको मैले त छुँदैछन् मलाई त झ्याउ लाउँछ भन्दै अस्ति हजुरले भन्नु थियो 28 राउन्ड 5:30 बजे झमक्क हुन्छ क्या केटाले अनि कन्टिन्युस हानिरहेछ अनि त्यही भएर पनि हो नि हान्नु त रहेछ म बताम पर्दैन ल्याउ त देब्रे लान्छु हात दुख्यो ल्याउँ के त्यो उठाउन गाह्रो हो हेलो फाइनल्ली सेकेन्ड डे झाटेको के अरे सेकेन्ड डे ठटाकोमा सेकेन्ड डेमा सकियो ब्रदर
म्यान अफ द सिरिज हिजो थन्काइयो कति 5 मुरी जति थन्कायो 5-6 मुरी थन्कायो जस्तो लाग्यो पराल यति भएर डेन्जर छ पराल अब यसलाई यो के भन्छ यसलाई धुलो फालेर थन्काएर राख्नु बाँकी छ फाइनल्ली अब मजाले सुतिन्छ भित्र लागिरहेछ ढाड दुखिरहेछ वाइट छ तिम्रो त झन् यिनीको त झन् हात फ्र्याक्चर भइ नै हाने बिचरा अब हिजो सक्दिनु परेन भनेर आएका हुन् अब यिनीलाई दर्म हुने छ ठुलो कुनै ठाउँमा भरेर झर्छ हैन कुनै ठाउँमा पातलो हुन्छ त्यस्तै हो त्यो डालीले र नाङ्डोले के फरक हुन्छ भन्ने कुरा भइरहेको यो ठिस कसनी चाहिँ मैले कहाँ डालीले गरे जस्तो लाग्थ्यो मैले चाहिँ अलि मजाले गर्न जानिनँ पार्टीले फेरि एक नाङ्लो 2 नाङ्लोमा सक्दिँदो रहेछ अनि सिक्दैछु नि त मलाई कहाँ सबै कुरा थाहा छ त तर सिक्ने रहर छ गर्ने रहर छ हजुर पातो पातोका बादाम त अलि सुक्ता हुन्न छैन मैले चालेको अरे अहिले खुट्टा दुखे उठ्नै सकिन क्या त्यहाँनिर खुट्टै दुखे उठ्नै सकिन आमा पनि थकिरहनु भइसक्यो म जान्छु दाजु उठाउन आमासँग सहयोग गर This is यसको लागि हो सङ्घर्ष यसको लागि हो सङ्घर्ष एराउन्ड कति 8-9 मुरी जति भयो एक मुरीमा एराउन्ड 60 केजी जति हुन्छ सो 9 मुरी भनेको हाउ मच मे